बाजुरा जिल्ला पनि यति राम्रो रहेछ त यार। सो हेलो साथीहरू, सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। हामी चाहिँ घुम्न जाँदैछौँ भन्ने तपाईँहरूलाई सबैलाई थाहै होला, तर भ्लग किन आएन भन्ने धेरैको मनमा लागेको हुनसक्छ। हामी चाहिँ अब धेरै दिन घुमेको थियौँ, त्यसैले टाइम नमिलेर मैले चाहिँ भिडियो एडिट गर्न पाएको थिएन। त्यसैले चाहिँ आज एडिट गरेर 2-4 दिनमै सबै भिडियोहरू चाहिँ अपलोड गर्नेवाला छु। हामी चाहिँ बाजुरा जिल्लामा बसेका थियौँ। बाजुरा जिल्लाको कुल्टी भन्ने ठाउँमा बसेका थियौँ। हामी चाहिँ त्यतै बसेर भोलि जाने भनेर त्यतै बसेका थियौँ। पछि उता पुगेर रातै पुग्यो, अनि पछिल्लो दिन पनि त्यतै बस्यौँ। अनि पछिल्लो दिन हामी चाहिँ बाजुराको लागि निस्क्यौँ। उता चाहिँ हामीलाई अब मान सम्मान पनि गरियो होइन, उता हामीले नातेदार लाग्छन्, त्यसैले चाहिँ उहाँ हामीलाई मान सम्मान गरिदिनु भयो। उहाँ टिका सिका लगाएर ढोका सोका काटेर ट्याक्कै हामीलाई चाहिँ सम्मान दिनुभयो। मलाई पनि लगाइदिनु भयो टिका सिका। अनि त्यो सबै काम गरिसकेपछि हामी चाहिँ माथि डाँडामा आयौँ। अब बाजुराको जिल्लाको पुरै भ्यू हेर्नलाई, अब बाजुरा जिल्ला पुरै भ्यू हेर्नु पर्यो भनेर हामी चाहिँ माथि डाँडामा आयौँ। डाँडामा गएर यस्तो बवाल भ्यू देखिरहेको थियो नि हामीलाई चाहिँ, हावा पनि यस्तो दामी लागिरहेको थियो। बाजुरा जिल्ला पनि नराम्रो होइन, तर बाटो घाटोमा चाहिँ एकदमै हालत खराब हुन्छन्। गाडीको सवारी गर्न गाह्रो नै हुन्छ, सामान आउन गाह्रो नै हुन्छ तलतिरबाट। राम्रो ठाउँ त एकदमै थियो, वरिपरि डाँडा होइन, ठाउँ भने त एकदमै दामी थियो, तर यहाँ चाहिँ बाटो घाटोको अलि समस्या भएर मात्र हो। अब बिस्तारै विकास भइहालला जस्तो लागिरहेको छ। पुलहरू पनि ठाउँ ठाउँमा हालेको थिए, एकदमै थियो, ठाउँ चाहिँ राम्रै थियो, मलाई लागेको राम्रै लागेको थियो। तपाईँहरू पनि आउन सक्नुहुनेछ। अब हामीले चाहिँ माथि बढीमालिका जाने प्लान पनि मिलाइरहेको छौँ। अब केही दिनमा बढीमालिका पनि जानेछ हामी केटाहरू चाहिँ। आज चाहिँ यतै बसियो, घुमघाम गर्यो, बाजुरा जिल्लाको केही ठाउँहरू हेरियो। हामी चाहिँ कोल्टीमा बसेका थियौँ, अनि आज चाहिँ अब यति नै भयो। हामीले चाहिँ अलि घुम्न जाउँ भन्दा पनि पानी पर्छ भने पानी परेछ। अब चाहिँ हामीलाई एकदमै गाह्रो होला जस्तो लागिरहेको थियो कि अलिकति कति घुम्न जाउँ भन्दा नि पानी परिरहेको थियो। अब म कहिले चिया नखाने मान्छे आज चिया खान्छु भनेर बसिहालेँ। कालो चिया थियो, तर पनि अब अलिकति चिया खाइयो। चिया खाइसकेपछि हामीलाई चाहिँ यस्तो गधा भेटिएको थियो। गधाहरू पनि टन्नै रहेछन् बाजुरामा, अनि देख्न सक्नुहुनेछ वरिपरिको डाँडो यस्तो दामी थियो। आजको लागि यति नै, भेटौँला भोलि टाढा जाने ब्लगको। राधे राधे।